यो नेक्स्ट साइड भएको छ र अब जानेवाला छु म खाडो पसल जक्सनमा जानेवाला छु र अब चाहिँ कतिको हुनेवाला छ उहाँसँग टकिङ। अब हेरौँ होइन, पुरा मिठो हुनुपर्छ, सुनमा सुगन्ध थपेर मलाई चाहिँ त्यस्तो लाग्छ है। के हो र केटाहरू, मैले गलत भनेर सुनमा सुगन्ध थप्नुपर्छ है उहाँलाई। जिस्कामै के भन्नु हुँदो रहेछ, सुनौँ न हल्का जिस्काउन, हामी पनि जिस्काउन होइन, कति एक्लै बोल्ने होइन, कति उस गर्ने, उहाँलाई जिस्काउँदाको मजा हेरौँ न। के थाहा राम्री पो हुनुहुन्छ कि, के थाहा बोली मिठो पो छ कि, उहाँ हेरेर थाहा पाइसक्नुहुन्छ। र फेरि के थाहा केटा पनि जानुहुन्छ कि, फेरि भर पनि लाउनु नि त। आजकलको जमाना जिन सानो ठिक छैन जमाना। ओइ उही 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 के लगेर ल फाइनल्ली आए। चाचु अगाडि भन्छु त्यो चाचु चाचा चाचु चाचा 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 ल नभन्दै फोन गर्नै पर्ने हो यार, बाध्यता यार केटा हो, बाध्यता। लेट मी कल ओके, लेट मी कल हल्का इङ्ग्लिसमा बोलिदिनु न। जाम अगाडि बसेर नि फोन नउठाउनु ल हुन्छ। के भयो साथीहरूसँग आइसक्यो, बिचमा राखिसक्यो। तपाईँ ठाडो बसाल्नु यो बस्ने, ठाडो बसाल्नु यो, ठाडो बसाल्नु हजुर बस्ने। कस्तो हजुर हजुर भन्ने गएर ल ठोक्कै अब ठोक्कै। म त्यही ठाडो बसाल्नु हुन्छ, कहिले फियर हानेको देख्दिनँ त, फियर गरेको कहिले देख्दिनँ त हानेको। कस्तो हो र तपाईँ कहाँनिर बस्नुहुन्छ ट्याक्क भन्छु त। त्यही हो अहिले तपाईँ खास गरी तपाईँ बस्ने कहाँ हो नडारिकन भन्छु। ए अहिले तल त्यो ठाडो बसालको त त्यहाँको नर्सिङमा त होइन नि, बस्ने चाहिँ बस्ने त्यही हो र। म त्यही 24 घन्टा हुन्छ, एकचोटि फियर आएन त हजुरको त। म त्यही हो कि 24 घन्टा, मेरो जक्सनै त्यही हो, त्यहाँ भाउजूको चटपट र यतापट्टि होटेलमा क्यारम बोर्ड खेल्ने ठाउँमा जहिले जक्सनै त्यही हो। यहाँ चाहिँ मेरो बाइक बन्दैछ, यहाँ बनाउँदैछु कि बाहिर निकालिदिइसकेको छ, त्यही भएर ठिक छ। तपाईँ गुरुङ हो मगर रे, गुरुङ र मगरको बिहे भयो भनेपछि तपाईँको कोसँग हुने भन्ने कुरा हो, तपाईँको कोसँग हुने हो भन्ने कुरा। तर तपाईँलाई बोल्न मन नलाइ नि बोलिरहेछ भाइ, मलाई त्यस्तो लाग्यो कि तपाईँ एकदम अड्की बोल्नु भयो नि। किन अड्किनु भयो, गाडीको स्प्रिङ अड्के है, के कारणले अड्किनु भयो कि राम्री भएर हो के थाहा। आजकलको जमानाको भरै हुन्न नि त, राम्रो भयो त फ्लेक्स हानिदिइहाल्छन्, नराम्रो भयो त हेर्दैनन् नि र के है। ए राम्रै त, गालामा डिम्पल सिम्पल छ, मान्छे गोरो हुनुहुन्छ, गोरै त हुनुहुन्छ नि। बोयफ्रेन्ड नि 3-4 होला, गफ न जे नि भन्ने
1 वर्ष भयो अनि चलेको रिलेसनसिप ठिक छ तपाईँले अनि म रोज डेमा रोज लिएर आउँछु अब हेर्नु जानु ए हो भनेपछि म अहिले गएर लिएर आउँछु ल हो के विश्वास लागेन किन दिएकोस् को भनेर भन्ला फेरि आएर फेरि टक्को होस् किन फोन हानेको होस् अघि त यत्तिकै भनेको हो भन्ने मैले के गर्ने के भन्छिन्छ होला मलाई भन्ने कुरा के भन्छिन्छ होला हजुरले मलाई भनेको होइन के हो र बोयफ्रेन्डको फोन आइसक्यो ल है ल तपाईँले फिक्स पाएँ कि अब फिक्स पाएँ कि रोज फिक्स पाएँ क्या हजुरले अहिले फोन हान्छ निक्लेन फेरि कट्टा निक्लेर गर्छन् बोयफ्रेन्डको मेसेज होला पढ्नु तर मैले तपाईँलाई कार्ड देखाइदिएँ जस्तो भएको यार कता तपाईँ त छिमेकी आन्टीको छोरी त होइन छिमेकी आन्टीको छोरी त होइन के भन्छिन्छ नि त जरेवरमा खै ठाडो पसल लोकेसन हाने के अरे जरेवर त थाहा भएन सर्च गरौँ न उ त्यहाँ रोकेर गर्ने ल चलाउँदै मोबाइल हेर्नु हुँदा कि एक्सिडेन्ट भइजान्छ कि अहिले बर्थडेमा जानु लाग्यो तर म अघि नैबाट एउटा कन्फ्युजन हो कि सर्च गरौँ न त्यो हेरौँ है अघि नै अनि खै तल बस्नुहुन्छ भन्नुहुन्छ फेरि खाडा बस्ने र यहाँबाट यता हो के कहाँ त यतै माथि म त तल हिमालय नि हो गाडी बिस्कुट नम्बर 7 मा रहेछ देख्नुभयो तपाईँ कति वर्ष हुनुभयो सँगसँगै कुन महिनाको मङ्सिर पनि सँगसँगै रहेछ कतिको भयो नभनौँ भन्छ होइन तपाईँ कति 60 को अनि म 61 को तर मेरो लाइसेन्समा चाहिँ 60 को छ तर म 61 को हो तर मेरो बर्थडे डेट चाहिँ 29 गते हो मङ्सिर जुधे चाहिँ अरे भन्छ त आज रोज डेमा केही न केही होला जस्तो लाग्यो मलाई नेक्स्ट लेभल होला जस्तो लाग्यो मलाई त आज भयो नि भोलि भयो नि अहिले आउन सक्छ के ढुक्क बस्नु न हेरौँला कसले के दिँदा रहेछ के हो र अहिले फेरि फोन नउठाएर कोस् त भन्यो भने फेरि मैले कट्टा हानिदिन्छु नि यहाँ फेरि हेरौँला
हेरौँला सुप्रियाको हेरौँला कसमा खुबी छ तपाईँले चाहिँ के दिने मैले त तपाईँलाई लत्तु ल्याएर दिएँ तपाईँको चाहिँ के दिने नि साँच्चै हो ल हेरौँला कसको छ खुबी मेरो त खुबी त छ क्या तपाईँको छैन हेरौँला मेरो गर्लफ्रेन्ड कस्टम छैन तपाईँ जस्तो र ढाट्ने कहाँ यहाँ यता कहाँ देखाएको थियो यार होटेल हिमालयन हो हिमालय त होइन नि हिमालयन होला नि त्यो सोध्छ त अनि फेरि लय हो कि लय नै हो केटा र केटी छ क्या यसको बिचमा नि ल तपाईँलाई झर्न सजिलो जति आयो त्यति दिन्छ 100 दिन्छ म तपाईँलाई अब अहिले पछि भन्छु यो कुराहरू चाहिँ भन्नुहुन्न अरे कि नम्बर टिप्स के जिम क्या मजाले ढुक्क भएर जस बस्ने त्यसको उल्टो भएर रोज आउनेवाला जसको पैसाले त्यसलाई ठिस हानिदिने हो क्या अब म बोलिदिउँ ल बाई बाई अहिले कल आउन सक्छ उठाउनुहुन्छ उठाउनु तपाईँको कुरा ल जय बाई बाई कुरा चाहिँ झखडै होला जस्तो छ है केटा के हो मेरो त लप पर्छ कि क्या हो केटा हो लप पर्छ कि क्या हो आमा कसम भनेको है लप पऱ्यो भने त कसम होइन केटा यार यस्तो त गर्नुहुन्न तर कसम लभ गऱ्यो भने कसम ट्रेउ हानिदिन्छु कसम भन्यो होइन तर छोडिदियो भने फेरि ठिक हुन्छ नि त यार तर कसम मलाई चाहिँ मन पऱ्यो है मलाई चाहिँ मन पऱ्यो है तपाईँहरूले नि सोच्दै हुनुहुन्छ होला कसरी बोल्ने हो भनेर मायाले बोल्नु पऱ्यो कि विश्वास जित्नु पऱ्यो क्या मान्छेको यो भिडियो हेरेर थाहा पाइसक्नु भएको होला र अब म उहाँलाई एकछिनपछि रोज किन्न जाँदैछु के हो केटा हो गाह्रो पो पऱ्यो त यार यसले यत्रो केक खाएर नि केक पुगेन भन्छ र भाउजूको सेफ डिस बन्दैछ र यो हेर्दा चाहिँ मलाई फर्म जस्तो लाउँछ के अरे त नचला न खिर यस्तो हुन्छ अब भाउजूको यहाँ खाएको एकदम मिठो छ होइन जमानामा जिन्दगीभरि यस्तो खानु होला अहिले फर्स्ट टाइम खाएको लभली बनु छ कसम मैले चाहिँ भ्याइसकेँ मिठो भएर पनि लास्ट छिटो खाइदियो भाउजू यो छोटे भाइ आज करिनाको बर्थडे ह्याप्पी बर्थडे नाक फुलेर हेर्नु न आमा बहिनीको लागि यो मैले लिइसकेँ र देव बाप्सले चाहिँ पुरा खोज्दैछन् म त लभली बुनु भएको छ र देवको तल्का ल देऊ न देऊ बाप्स यस्तो दिए नि हुन्छ नि बाप्सले हेर न प्राइज हेरेर अनुमान गर्दै
यहाँ चाहिँ के भने ल्याएछ अरे बाबु बाहुनी त के होस् त मा बाउ दोन आयुष ल यहाँ भाउजूको चटपट बन्दैछ स्पेसल र कोहीलाई चटपट खान मन छ भने ट्याक्क आउन सक्नुहुन्छ स्ट्रिट नम्बर के अरे ठाडो पसलबाट भित्र ड्रागन मार्टको अगाडि सबसे सजिलो है त ल बाहुनी दिदी चाहिँ उतै हुनुहुन्छ आयो ए ल ल ल बर्थडे गर्लको हालत हेर्न सक्नुहुन्छ म्याच साँच्चै दामी नै राखिदिएको रहेछ वाउ क्यारम बोर्ड खेल्ने कार्यक्रम चलिरहेको छ बाहुनी बाहुनी जिन्दाबाद रोनिसले खाएन मैले दुईचोटि खाइसकेँ रोनिसलाई खिलाइदियो बिचरा खाना पऱ्यो हेर्दै मलाई गुलियो मन पर्न त्यही ल यतिखेर भर्खर पेट्रोल हाल्न आएको पेट्रोलको अवस्था चाहिँ यस्तो खालि अलिअलि मात्र र पेट्रोल हाल्न अब पेट्रोल हालेर त्यहाँ नानीको बर्थडेमा जानुपर्ने छ पेट्रोल हाल्छु भेटौँला है यसपछि के कस्तो हुन्छ आजको ब्लग चाहिँ यहाँ भाइले म्याजिक बिस्कुट रे नयाँ भाइरल बिस्कुट र भाइको चप्प एउटा खानु लानु दुईजना हजुर राति खा त्यति फरक त नहुँदो रहेछ यार तर दाइ मिठो छ कि त्यो नुनिलो बिस्कुट खाए जस्तो रहेछ भाइ यार होइन दाइ तर त्यस्तो नुनिलो चाहिँ छैन कि त्यो क्रिम त्यो पहिलाको के मैले सुरुमा खाँदा चाहिँ मलाई दामी लाग्थ्यो कि त्यहाँ आएको त कस्तो छ अब ल मायाबाट हिन्जाबाट आएको एक्सिडेन्ट भएर चाहिँ त्यहाँ एक्सिडेन्ट भएर मान्छेले ब्याक गर्न लाग्यो